ल मामा यो चाहिँ पोहोर कमाएको खेत भयो। यो ठुलो गरा, यो दुईटा तीनटा गरा यो पोहोर कमाएको भयो। अब त्योभन्दा माथि चाहिँ यो हिजो अस्ति फाँडेको खेतको गरामा अम्बाको रुख यत्रो भएछ। जेसीबी तपाईँ आएर जेसीबी लगाएर छोडे पछाडिको बिरुवा यो यत्रो भएछ अम्बाको रुख। यहाँ आइसेलुको झाङ यत्रो, आइसेलु काँडाको यत्रो धेरै। यो खेत जति चाहिँ यो गैरी चाहिँ माथि शिरसम्म फाँडे। अस्ति बेसारेकोहरू बोलाएर एक दिन चाहिँ मनी निस्केको थिएँ, एक दिन चाहिँ आइन, म भ्याइन। माथि शिरसम्म गैरी चाहिँ सर्लकै फाँडे। यता जङ्गल, बाँसघारी, यतापट्टि यो बारी भएको ठाउँ पनि अब जङ्गलै छ। यस्तै यो जेसीबी लगाएको ठाउँ पर तपाईँ आउँदाखेरि एकचोटि जेसीबी लगाएको ठाउँ यो बारीको पाटाहरू यस्तो छ। यो माथि शिरसम्म यतापट्टि गैरी चाहिँ फाँडेर सक्यो। ल यो अस्तिको भिडियोमा जङ्गल देखिएको ठाउँ यस्तो भएछ। फाँडेपछि यो तलसम्म फाँडेछ सबै। यो गैरी जति खेत मात्रै, बारी चाहिँ फाँडे छैन। खेत जति चाहिँ सबै फाँडे। जङ्गल।